म रिचर्ड है कालिम्पोङकै बासिन्दा अनि व्हाट आई वुड लाइक टु से इज तपाईको बाबुआमाहरूले परिश्रम गरे कसको लागि तपाईहरुको लागि अब तपाईले परिश्रम गर्नु हुँदैछ कसको लागि तपाईको छोराछोरीको लागि सो वी शुड थिंक अबाउट द फ्युचर है अनि मेरो चाहिँ के छ भन्दाखेरि मेरो चाहिँ कन्जर्भेसन एंगलमा आई एम भेरी एडमेन्ट अबाउट इट अनि यसो तपाईहरुको होमस्टेहरु छ है तपाईहरुले तपाईको नेटिभ फ्लोरा एन्ड फौनालाई चाहिँ बचाउनु पर्यो म किन भन्छु यो भन्दाखेरि हेर्नुस् भोलिको दिन अम्बानीले यहाँ इन्डस्ट्री खोल्ने हैन टाटाले इन्डस्ट्री खोल्ने हैन गभर्नमेन्टले इन्डस्ट्री खोल्ने हैन बिकज इट इज नट फिजिबल ओके त हामीले गरी खानुपर्ने हो यही डाँडा यही खोला नदी देखाएर अन्त भोलिको दिन हामीले यो चिजहरु बचाएर हामीले यो बचाउँदै गएपछि हाम्रो नानीहरूले खान सक्छ यसबाट बाहिर जानु परेन अर्काको अन्डरमा काम गर्नु परेन हैन त्यो भनेर चाहिँ म त्यही भन्छु कन्जर्भेसन इज भेरी इम्पोर्टेन्ट हाम्रो धन नै यही यो खोला यो नदी यो पानी अनि मेरो एक्सपर्टिज चाहिँ तपाईको माछा हो म आई बीन रिसर्चिङ फिशेस फर द लास्ट 20 इयर्स है म चाहिँ तपाईको सानोदेखि नै माछामा धेरै आई वाज एट्र्याक्टेड टु फिश सो आई बीन कीपिङ फिश फर अबाउट 30 इयर्स एन्ड एक्सपिरियन्स अफ 30 इयर्स आई मिन एक्वेरियस अनि मैले कालिम्पोङ दार्जिलिङ गान्तोकतिर नि एक्वेरियम्सहरु सप्लाई गर्छु आई हेभ अ वास्ट नलेज अबाउट इट अनि हालैमा चाहिँ हाम्रो टिस्टाको यो जुन चाहिँ गति छ तपाईले देख्नु भएको छ टिस्टा पहिला कस्तो थियो अहिले कस्तो भएको छ अनि त्यो गति देख्दाखेरि चाहिँ हाम्रो माछाहरू एक्सटिन्क्ट हुँदैछ हामीले जानेको त तपाईको 3टा माछा त हराइसक्यो यहाँ गुन्च जलकपुर सुनेको होला गुन्च जलकपुर र हाम्रो रेलीमा एउटा सानो खाले माछा पाउँथ्यो जिब्रा ड्यान्डी भन्छ इङ्ग्लिसमा चाहिँ हामीले भित्ती टाइपको हुन्छ त्यो माछा त्यो हराइसकेको यो त जानेको देखेको मात्रै माछाहरू कतिवटा होला हामीले देखेको नदेखेको याद नगरेको अन्त म चाहिँ भन्छु अब हाम्रो खोल्सातिर तपाईको गणेला हुन्छ सरले भन्नुभयो कति भ्यालुएबल छ त्यो 40 स्पिसिस पहिला डिस्कभर भएको थियो तर अहिले 6 स्पिसिस मात्रै पाउँछ त्यो खोल्साबाट कसरी हराउँदैछ भन्दाखेरि फर्स्ट त हामीले खोल्सामा पानी मैला फ्याँक्छ सेकेन्डली खोल्साबाट हामीले पानी ट्याप गर्छ है मैलै होस् पानी तर त्यो ट्याप गरेपछि त्यो हाम्रो टोयलेटको लागि त्यो बारको लागि युज हुन्छ त्यो ट्याप गर्दाखेरि दे आर डाइङ एक्सटिन्क्ट हुँदै जाँदैछ त्यो अर्को कुरा तपाईको मेन चाहिँ तपाईको युपीएस खेल्नु बन्द गर्नु पर्यो तपाईको एरियातिर सो द्याट त्यो माछा रहोस् न त्यहाँ रहेको जति बचेको माछा रहोस् न भोलिको दिन टुरिस्ट त्यही माछा हेर्नु आउँछ तपाईको होमस्टे चल्छ कसैको गाडी चल्छ हैन कालिम्पोङ चाहिँ पहिला के थियो भन्दाखेरि वी वर डिपेन्डेन्ट अन द सिल्क रुट आफ्टर 1968 सिल्क रुट बन्द भयो कालिम्पोङको बिजनेस ठप भयो तर ड्युरिङ द्याट टाइम द मिसनरिजले स्कुल डेभलप गरेको थियो इस्टाब्लिस गरेको थियो यहाँ तर कालिम्पोङले सिल्क रुट बन्द भएपछि त्यही स्कुल्सहरुकोद्वारा हामीले हाम्रो जीविका चलायौं हो कि हैन भन्नुस् यहाँ स्टुडेन्ट्स आउँथ्यो बर्मा थाइल्यान्ड भुटान नेपाल बङ्गलादेशबाट बाहिरबाट पैसा आउँथ्यो तर 86 को आन्दोलनमा सबैजना फर्केर गयो बाबुआमाले आफ्नो नानीहरूलाई त्यति रिस्कमा राख्नु चाहेन सो व्हाट ह्यापन्ड वी लस्ट 80% अफ द स्टुडेन्ट्स फरेन स्टुडेन्ट्स रिमेनिङ 20% आउँदै थियो यहाँ है तर बेस्ड अन सेन्टिमेन्ट म त्यो एसएस पढे तिमी पनि मेरो छोरा पनि एसएस पढोस् म गर्ल्स हाई स्कुल पढे मेरो छोरी पनि गर्ल्स हाई स्कुल पढोस् भनेर आउँदै थियो तर त्यो 105 दिनको आन्दोलनले त्यो पनि खत्म गरिदियो अब कालिम्पोङ इज अ डाइङ इकोनोमी बुझ्नुभयो स्कुलहरु यहाँ मरे मुस्किलले चल्दैछ कतिजना त बिक्री पनि हुँदैछ हैन तर कालिम्पोङमा वी हेभ अ ग्रेट पोटेन्शियल हाम्रोमा धेरै पोटेन्शियल छ कालिम्पोङमा सो वी शुड युटिलाइज दिस पोटेन्शियल है एन्ड क्यापिटलाइज अन इट त्यही पाराले तपाईको माछामा हाइड्रोफोनिक्समा गऱ्यो भने पनि तपाईको यु क्यान अब कस्तो के भन्छ यु क्यान मल्टिप्लाई योर प्रफिट्स युजिङ दिस मेथड तपाईको भेजिटेबल ग्रोथ पनि हुन्छ प्लस द फिश दैट यु ग्रो इन द ट्याङ्क्स यु क्यान सर्भ इट एज अ डिश एट अ प्रिमियम प्राइस बुझ्नुभयो सो वी एभ्रीबडी बेनिफिट्स भनेको मैले त्यसमा चाहिँ
Any questions? Local fish ko we have targeted one fish त तपाईको Neochilus hexagonalipis भन्छ locally कत्ले भन्छ त्यसलाई. That is a very good sauce. That is a very commercial fish which can be kept in our ponds. Why I say this fish भन्दाखेरि over magur, over grass crop or over tilapia. यो grass crop, tilapia and magur चाहिँ बाहिरको माछा हो. So when you bring it here, what basically happens is तपाईको त्यो the environment doesn't match. So तपाईलाई difficulty हुन्छ त्यो उस गर्नु, त्यसलाई रेयर गर्नु. Whereas कत्ले त यहाँकै हो नि माछा, यही पानीमा बस्ने, तपाईले पोलेको नि बुझ्छ होला गरौँ त. So it works for you, and it is a very hardy fish, and you can really I think benefit from it. Questions भने हामीलाई भन्नुहोस्, हामी तपाईलाई will get back to you. हुन्छ? Thank you.